लामो समय मैले सदनमा उपस्थित हुन सकिनँ। केही समय स्वास्थ्यमा आएको सामान्य समस्याको कारण, केही समय विदेश भ्रमणको कारण र यहाँबाट प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आउने दिनमा त्यस्तो हुने छैन। म यो सम्मानित सदनमा त्यो कुरालाई आत्मसात गर्न चाहन्छु। अब मैले यहाँ धेरै लामो वक्तव्य दिने उद्देश्यले त आएको छैन, तर फेरि पनि अहिले देशमा घटिरहेका घटनाक्रमहरू र यहाँ सदनमा चलिरहेका बहसहरू, यो सबैको सन्दर्भमा केही कुरा मैले गम्भीर ध्यानाकर्षण गर्न आवश्यक ठानेर पनि म यहाँ केही कुरा भन्नको लागि उपस्थित भएको छु। सम्मान्य सभामुख महोदय, यस सन्दर्भमा सबै मान्य सदस्यहरूले राखे जस्तै म पनि सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर जो दुःखद घटनासम्म पुग्यो र त्यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ। यस सन्दर्भमा त्यहाँ मृतक प्रति ओम प्रकाश मेहता प्रति म पनि श्रद्धा व्यक्त गर्न चाहन्छु। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु। अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। हामीले सदनमा पक्कै पनि तर्क वितर्क गरेका छौँ, आफ्ना मतहरू अगाडि राखेका छौँ, यो राम्रो कुरा हो। तर गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। म यो सुनसरी घटनाप्रति के कुरामा सम्मानित सदन र यो सदन मार्फत आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु भने हामी नेपाली जनताको ऐतिहासिक विरासत या परम्परा भनेको सामाजिक सद्भाव कायम राख्नु, राष्ट्रिय एकताप्रति सम्पूर्ण रूपले समर्पित भएर लागिरहनु र अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्य मार्फत जस्तो सुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, म आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै यस खालका समस्या जो देखा पर्न खोजेका छन् तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु। हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौँ। तर साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्यौँ।
यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधान त, कानुन त र व्यवहार त पनि प्रधानमन्त्रीले नै हुन्थ्यो। तर यस खालका संवेदनशील र महत्त्वपूर्ण बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो भनेर सबै बाँकी राजनीतिक दलहरूले व्यक्त पनि गर्नुभयो। मैले पनि प्रधानमन्त्रीको अनुपस्थिति, गृहमन्त्रीले रिपोर्ट गर्नुपर्ने र त्यसमाथि छलफल हुनुपर्ने ठाउँमा गृहमन्त्रीको पनि अनुपस्थिति चिन्ताको विषय हो भनेर पनि हामीले भन्यौँ। तैपनि हिजो पार्टीको तर्फबाट, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट जो पहल भयो त्यसलाई हामीले सकारात्मक रूपमा लियौँ र हामी सबैले पनि सामाजिक सद्भाव कायम गर्ने नेपाली इतिहासको गौरवशाली परम्परालाई फेरि अगाडि बढाउनको निम्ति अपिल पनि सामूहिक रूपले गर्यौँ। त्यति बेला मैले भनेको थिएँ, हामीले खास गरिकन देशमा निकै ठुलो गृहयुद्ध, निकै ठुलो द्वन्द्व हामीले जसलाई जनयुद्धको रूपमा परिभाषित गर्यौँ, त्यसलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पनि हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायको रूपमा लियौँ, प्रयोग गर्यौँ र त्यसबाट एउटा ऐतिहासिक उदाहरण हामीले देशमा मात्रै होइन विश्वको अगाडि पनि प्रस्तुत गर्यौँ, जसलाई विश्वले पनि त्यसलाई राम्रोसँग आत्मसात गर्यो र हामी सबै नेपालीको निम्ति एउटा गौरव, हाम्रो शान्ति प्रक्रिया एउटा सफल शान्ति प्रक्रियाको रूपमा, एउटा परिवर्तनकारी शक्तिको रूपमा स्थापित भएको छ। हामी सबैले त्यसमा गौरव गरेका छौँ। त्यसपछिका घटनाक्रमहरूमा पनि जति जति बेला देशमा या गम्भीर प्रकृतिका राजनैतिक समस्याहरू, गाँठोहरू पर्छन्, त्यसलाई फुकाउनको लागि हामीले संवाद र सहकार्य, के सत्तापक्ष के प्रतिपक्ष, हामीले जहिले पनि संवाद सहकार्य मार्फत ती गाँठोहरू फुकाउन, देशलाई निकास दिनको लागि पहल गरेका छौँ। म आज यस सम्मानित सदनमा सभामुख महोदय त्यो पनि स्मरण गराउन चाहन्छु। चाहे संविधान बनाउने बेलामा देखा परेका सङ्कटहरू हुन्, हामीले सहकार्य र संवादकै माध्यमबाट त्यसको समाधान गर्यौँ। राजनीतिक सङ्कट जति बेला तराई, मधेस, पहाड, हिमालमा कतै चर्को द्वन्द्वको स्थिति सिर्जना हुने हो कि भन्ने अवस्था थियो, त्यति बेला पनि म दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले मधेसका जनताका उचित मागहरू र चिन्ताहरूलाई सम्बोधन गर्न पटक पटक संविधान संशोधनका प्रस्तावहरू सदनमा प्रस्तुत गरेर मधेसी जनताको विश्वास नजितेको भए सायद संविधान निर्माणको प्रक्रिया धेरै अगाडि नबढ्न पनि सक्थ्यो र अहिले यस सम्मानित सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 झन्डै नजिकको बहुमत पाउने अवस्था नआउन पनि सक्छ।